हाई हेलो नमस्ते वेलकम ब्याक मनु क्रोसेट ह्यान्डमेडमा हजुरहरूलाई आज म सिकाउँदैछु यो फ्लावर बनाउनलाई। यस्तो फ्लावर कसरी बनाइन्छ भनेर है त। यो फ्लावर बनाएपछि चाहिँ तपाईँले यो फ्लावरबाट के बनाउनुहुन्छ हेर्नु त। यो क्लिप बनाउनु भयो, यो हेडबिन बनाउनु भयो, यो लाछा डोरी बनाउनु भयो भने यो क्लिप यस्तो क्लिपहरू पनि बनाउन सक्नुहुन्छ कि। अनि तर नि यो क्लिप पनि अहिले भाइरल छ नि त, यो पनि बनाउन सक्नुहुन्छ। तपाईँहरूलाई चाहिँ यो एउटा फ्लावरबाट कति धेरै फाइदा हुन्छ है त। अहिले चाहिँ नानी बाबुहरू एकदमै फुर्सदमा छन् त, स्कुलहरू छुट्टी छ, उहाँहरूलाई चाहिँ यो कुरा क्रोसेटिङ कुरा सिकाउँदा हुन्छ है त। सुरुमा चाहिँ म्याजिक रिङ बनाउने हो साथीहरू। म्याजिक रिङमा चाहिँ तर नि यहाँनिर 10वटा सिङ्गल क्रोसेट बनाउने जसरी मैले बनाइरहेको छु। तपाईँहरूलाई कुरुस चलाउनु आउँछ र नर्मल सिक्री तान्नु आउँछ भने पनि योबाट चाहिँ तपाईँहरूले एकदमै इजिली बनाउन सक्नुहुन्छ। जस्तो 1 2 3 4 5 6 7 भयो, 8 9 10। यो फ्लावर बनाउनु चाहिँ एकदमै इजी पनि छ है त। मलाई चाहिँ एकदमै इजी लाग्छ अनि टाइम पनि धेरै लाग्दैन, सजिलो छ। अनि तपाईँहरूको नानीहरूलाई सिकाउन पनि तपाईँहरूलाई गाह्रो चाहिँ हुँदैन है। यसरी म्याजिक रिङमा 10वटा सिङ्गल क्रोसेट बनाइसकेपछि यसलाई यो यल्लो भागलाई धागोलाई काटिदिने अनि यसमाथि यल्लो धागोको यो म्याजिक रिङमा बनाएको 10वटा उयोमा चाहिँ अब यो प्याटर्न लाउनु पर्छ, अर्को कलरको फ्लावरको प्याटर्न। मैले चाहिँ यो क्रोसेटिङ सिक्नुको मूल उद्देश्य चाहिँ भोलिको दिनमा चाहिँ मलाई होइन म जबलेस भयो भने पनि यसको मार्फतबाट चाहिँ मैले इन्कम गर्न सक्छु भनेर चाहिँ मैले यसलाई कन्टिन्यू गरिरहेको छु। अनि कसैको कुराहरू सुनिराख्नु पर्दैन नि त। यो आफ्नो आफूले जानेको सिप भनेको जहिले तहिले पनि हुन्छ नि त, कसैबाट खोसिँदैन। अनि आफूलाई जति गर्नु मन लाग्यो त्यति गर्दा पनि हुन्छ नि त। अनि त्यही भएर चाहिँ यो सिकिरहेको छु। तपाईँहरूले पनि आफ्नो नानी बाबुहरूको समयको सदुपयोग गर्न सक्नुहुन्छ कि यो क्रोसेटिङ सिकाएर। अनि अहिले अब नानीहरू विभिन्न कुरामा इन्भल्भ हुन्छ नि त छिट्टै। त्यो कुराहरू नराम्रो इम्प्याक्ट पर्ने कुराहरूबाट चाहिँ उहाँहरूलाई बचाउनको लागि पनि यो कुराहरू सिपहरू सिकाउनु चाहिँ एकदमै जरुरी छ है त। मलाई लागेको कुराहरू भन्दै तपाईँहरूलाई यहाँनिर सिकाएको बुझ्नु भएको छैन ल। अब अर्को प्याटर्न बनाउँदाखेरि चाहिँ म मजाले सिकाउँछु ल तपाईँहरूलाई। अब यहाँ हेर्नु है त, सुरुमा हामीले 4वटा सिक्री लिने, 4वटा लिइसकेपछि चाहिँ डबल क्रोसेट गर्ने। यसलाई डबल क्रोसेट चाहिँ यसरी गर्ने अनि फेरि अर्कोमा लगेर 2चोटि डबल क्रोसेट गर्ने। यस्तै डबल क्रोसेट गरिसकेपछि 3वटा भइसकेपछि 4वटा सिक्री तान्ने। 4वटा तानिसकेपछि चाहिँ फेरि अर्को फेरि 4वटै तान्ने अनि त्यसमा सेम प्रोसेस हो क्या यो चाहिँ। यसरी यो 4वटा भएर 5वटा प्याटर्न बनाइसके यसलाई लास्ट स्टेजमा क्लोज गरिदिने। यति भइसकेपछि त रेडी भइहाल्यो नि त। अब हाम्रो फ्लावर यति भएपछि यो फ्लावर तपाईँले बुकेमा पनि लगाउन सक्नुहुन्छ। हेयर एसेसरी त मैले तपाईँलाई के बनाउँछु यो फ्लावरबाट भनेर देखाइसकेँ। अनि मैले बुकेहरूमा पनि लगाउँछु, त्यो जिप्सी फ्लावरको सट्टामा यिनीहरू युज गर्छु के। यस्तो राम्रो हुन्छ। यति सर्ट टाइममा तपाईँले 5 मिनट दिनु भएर यति सिक्नुभयो है त। यो भनेको तपाईँले धेरै कुरा सिक्नुभयो। आजभोलिको टाइममा चाहिँ
क्रोसेट गरेर पनि हजुरले पकेट मनी मजाले कमाउन सक्नुहुन्छ कि अहिले एकदमै क्रोसेटको पनि मार्केटिङ राम्रो छ है। अनि मार्केटमा राम्रो सेल भइरहेछ। तपाईँहरूले चाहिँ यति फ्लावरबाट पनि निकै कुरा सिक्नुहुन्छ। यो लाछा डोरी क्लिपहरू। थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भएकोमा। अनि मेरो मार्फत तपाईँहरूले केही राम्रो केही कुरा सिक्नुभयो भन्ने आशा गर्दछु। थ्याङ्क यू सो मच। बाई बाई।